गाइज वेलकम टु माई भिडियो। म चाहिँ अहिले यहाँ छु, गाडीभित्र बसिरहेको छु। यो हाम्रो यहाँको गाडी हो। म अहिले कहाँ छु भने चाहिँ ग्यारेजमा छु, यता काम गर्न आएको मान्छे। अनि यहाँ चाहिँ आज गाडी छैनन् कि हाम्रो यता धेरै, अनि त्यही भएर काम नभएको बेला हल्का यहाँ बसिरहेको थिएँ। यो चाहिँ हाम्रो यहाँको ग्यारेजमा राखेँ, सोको लागि राखेँ। खटारो गाडी हो कि गाडी हो, त्यही भएर हामी यहाँ मस्तले आएर बसिरहेछौँ, रेस्ट गरिरहेछौँ होइन। म पनि बसिरहेको छु, केटाहरू भित्रतिर छन्। सो यो चाहिँ हो स्टेरिङले काम त गर्छ गर्न त। अनि यो चाहिँ हो हाम्रो यतातिर चाबी पनि छ। तर यो गाडी कस्तो भने चाहिँ पुरानो यसको चाहिँ व्हिलर निस्किएको थियो अघि भर्खर हामीले जोड्यौँ, तर यो गाडीले काम चाहिँ गर्दैन कि फेरि, हल्का फुल्का हो। अनि त्यहाँबाट यो हो यहाँ हाम्रो गियर भयो होइन। अनि सो यहाँ गाडीको यस्तो छ नजारा। फेरि उयो त यहाँ पछाडि चाहिँ कचरा मात्रै छ, यतातिर कपडाहरू राखेर पुरै फोहोरहरू मात्रै छ। सो यहाँ चाहिँ यो सिट चाहिँ फोल्डिङ हुन्छ कि, अनि त्यही भएर सिट फोल्डिङ हुन्छ। सिट फोल्डिङ भएर चाहिँ मस्तले आएर यहाँ सुत्न चाहिँ मजा आउँछ कि, त्यही हो। सो उता चाहिँ अनि बोटो खेलिरहन्, उता क्यारम बोर्ड खेल्छन्। त्यही भएर दाइ पनि हुनुहुन्न, यहाँ बाहिर जानुभएको, त्यही भएर हामीलाई मोज भइरहेछ के। अनि यहाँ चाहिँ यो क्लच भयो, ब्रेक सबले यतिकै होइन नचलिने यस्तो गराउन मजा आउँछ क्या। अनि यो गियर झन् यस्तो गराउनु झन् मजा आउँछ कि, त्यही भएर गराइरहेको छु। अनि चाबी पनि ठिकै छ। सो यो चाहिँ बिग्रियो फेरि, हो यहाँको खुल्दैन यो चाहिँ सिसा, यो चाहिँ पुरै बिग्रिसकेको छ गाडीको। यसले चाहिँ काम गर्छ फेरि होइन, यो यहाँ उठाएको छ यसलाई ल, मस्तले खुल्यो कि यो चाहिँ होइन। अनि यो हाम्रो यहाँ ग्यारेज चाहिँ यो हामीले काम गर्ने ठाउँ चाहिँ त्यही हो। यो गाडीको म बाहिरको नजारा देखाउँछु तपाईँहरूलाई होइन। अब मेरो हालत चाहिँ यस्तो छ, फेरि हुलिया होइन, हातहरू पनि झन् पहिले कालो हात झन् काम गरेर कालो भएको छ। म चाहिँ बाहिर जान्छु देखाउँछु। अब हामीले यो बिहान चाहिँ यसको व्हिल पनि थिएन कि, यत्तिकै यसको मात्रै त्यो होइन हुन्छ नि के भन्छ त्यसलाई, रोटरी डिस्क। यो यहाँको भित्रको यत्तिकै यहाँ माटोमा काटिरहेको थियो, जग हालेर हामीले मान्छे लाएर उठायो कि फेरि यता यो सबै त्यस्तै भएको थियो कि, यहाँ यस्तो भए पुरै माटोहरू मात्रै लागेर। हाम्रो गाइज नजारा चाहिँ यो हो कि। सो यता चाहिँ फेरि बोर्डिङ छ कि एउटा हिमाल बोर्डिङ होइन। यता यहाँ बच्चाहरू चाहिँ हल्ला गरेर राखन्। सो म यता जान्छु, यहाँ हाम्रो फोहोर फाल्ने ठाउँ हो। यता चाहिँ गाडीहरू चाहिँ अहिले 2-3वटा छन् स्टकमा, तर यिनी गाडीहरू बनाउने गाडीहरू चाहिँ होइनन् क्या। फेरि चाहिँ हाम्रो यहाँ यो हो टुलहरू राख्ने ठाउँ हो कि, यतातिर यो चाहिँ यहाँ गोटीहरू छ। अनि यहाँ पाना रिन्ची टी सबै छ यहाँ हाम्रो काम गर्ने सामानहरू। यता उयो यहाँ जगहरू छ, यताहरू छ उयो यता हाम्रो रोशन राजा। अनि सो यो यता चाहिँ नयाँ सामानहरू हुन्छन् यता हल्का। अनि यहाँ यता गाडीतिर पनि छन् सबै, पहिले बनाएर अब होइन कहिले चाहिन्छ सामान, त्यही भएर राख्या। यता चाहिँ खाट छ, दाइ सुत्नुहुन्छ कान्छे दाइ। सो त्यही गाइज अहिले चाहिँ टाइम कति बज्यो भनेपछि हेलो दुसो समथिङ 3:30 भइसकेको छ। अब हाम्रो नास्ता खाने टाइम पनि हुन लाग्यो होइन। अनि यता चाहिँ बाहिर काम गरेको छैन, त्यही तर आज काम गरेको छैनौँ गाइज, तर नास्ता हुन्छ कि हुन्न थाहा छैन। आई थिङ्क होला नास्ता, अब भयो भने ठिकै छ, नभए पनि ठिकै छ, हुन्छ होला। सो त्यही हो। अनि यहाँ चाहिँ यता बोर्डो खेलिरहन् अलरेडी गाइज। सो क्यारम बोर्डमा चाहिँ यहाँ हाम्रो चाहिँ यता पनि ठुलोहरू यता मस्तले छ। यो हाम्रो यहाँको लिफ्ट होइन, यहाँ चाहिँ यो गाडी यसको माथि राख्ने, अनि यहाँ मुनि गएर चाहिँ गाडीहरू मेन्टेनेन्स रिपेयरिङ गर्ने हो। सो गाइज त्यही हो होइन। कस्तो क्यामेरा क्वालिटी राम्रै आइरहेको छ। सो अनि यता गाडीतिर चाहिँ यहाँ सामानहरू फोहोरहरू राखेका छन् होइन। त्यही हो किनभने गाइस रमाइलो छ, मोज छ, काम सिक्न पाइएको छ। त्यही हो, हल्का फुर्सदको बेला आज भ्लग बनाइदिउँ भनेर बनाउनु लगाएको कि, अनि त्यही भएर अब यतातिर चाहिँ एक्स्ट्रा खाली ठाउँ छ आजभोलि चाहिँ होइन। अनि त्यहाँ चाहिँ उता के अरे वासिङ मेसिन राखेर कि फेरि त्यहाँको गाडी धुने अनि फेरि यता आउने। वासिङ खुलिरहेको छ र ठिकै छ, वासिङ खुल्यो भने नि हाम्रो काम पनि खुल्दै हुन्छ, ठिकै हुन्छ। चलाइरहेको छौँ, कामकाज केही छैन, अनि त्यही भएर खुनिदिउँ तिमीलाई भित्र।
ढ खुलिहाल्छ फेरि खुल्न त यो पनि यस्तो पुरै धुलो लागेको छ कि फाल्या गाडी कबाड जस्तै यो बुझौँ न कस्तो हुन्छ भन्दाखेरि यो ग्यारेजमा एउटा गाडी हुनपर्छ टक्क ग्यारेज भन्ने सो हुनपर्छ कि त्यही भएर हो अनि सो यसको हेडलाइट चाहिँ यस्तो छ यसको बनट पनि खुल्छ होला आई थिङ्क यहाँ बनट पनि खुल्छ यसको बनट पनि खुल्ने रहेछ यहाँ अगाडि यस्तो छ यहाँ भित्रको चाहिँ यसको इन्जिनहरू यताउति सबै हो लगाइदिनु अब चाहिँ हाम्रो दाइ आउनुभयो उता बरुन्दै अब काम गर्नुपर्छ एकछिनमा गाडी आएपछि त्यही गाइज यो पनि ढोका त राम्रोसँग लाग्छ खुल्या ढोकामा चाहिँ कुनै कम्फर्टमै छैन कि यो के हो राजा यो कहाँबाट निकाल्यो तिमीले के सारा नि भिडियो यसमा के छ त फेरि खाली रहेछ लाग्दैन त लाग्यो यहाँ माथि फेरि यता ऐना रहेछ कि यहाँ छ ऐना पुरै यहाँ कपडा राखेर यहाँ गदरार बनाइदिए टुर गएर आएको थियौँ त त्यही कपडा यहाँ त ह्यान्ड ब्रेक पनि छैन काम गर्छ गर्नु त ह्यान्ड ब्रेकले के भन्नु टुर गएर आएको कपडा हो यो चाहिँ यहाँ ह्यान्ड ब्रेक लाग्ने रहेछ काम गर्ने रहेछ यसले गर्न त हाम्रो यो सिट पनि बब्ली हुन्छ फोल्डिङ त फेरि यस्तो गरेर लगाइज अब यस्तरी सुत्दिने मस्तलेसँग धेरै मुस्किल काम त गरेको छ उठ्यो फेरि मोच छ राजाले गियर हानेर फेरि काम गरे त रन्काइदिने हुन्थ्यो कि गाडी होइन राजा सिझ्याउ यो एक गियर भयो होइन यो यहाँ चाहिँ न्युट्रल भयो यहाँ चाहिँ 2 गियर आयो यहाँ चाहिँ न्युट्रल भयो 3 गियर भयो 4 गियर भयो फेरि न्युट्रल भयो 5 गियर भयो रिभर्स आयो कलच दाबेर ख्याच हान्न पऱ्यो क्या अब स्टिङले पनि काम गरे होइन बब्ली काम गर्छ यो चाहिँ के रहेछ राजा यो यहाँको यो अगाडिको त्यसको लागि अगाडिको के खोल्ने वाइपरको लागि हो वाइपर ए उताको चाहिँ फेरि लाइटको लागि भयो होइन अप डाउन 1000 RPM लेखाएको छ त्यहाँ 1000 राउन्ड पर मिनट रिभोल्युसन पर मिनट हाम्रो चौधरी राजा रोशन राजा सो गाइस त्यही हो भ्लग बनाउनु पाइन्न खासै पब्लिकमा गएर झन् भ्लग बनाउने कन्फिडेन्सै हुन्न अनि त्यहाँबाट अब कहिलेकाहीँ यसो मुड ला बेला अनि हो अब खासै कन्टेन्ट पनि त्यस्तो केही हुन्न अब भ्लग बनाउनु पनि कस्तो हुन्छ भन्दाखेरि फेरि अब बाहिरतिर घुमिराख्नुपर्छ नयाँ ठाउँतिर अनि त्यही भएर हो अब आफू त फेरि त्यो नयाँ बाइकतिर खासै घुम्ने हुन्न त्यही भएर कहिलेकाहीँ यसो आज नि यहाँ अब गाडी थिएन खासै त्यही भएर फुर्सदमा भएको बेला यसो के गरेर टाइम पास गरौँ भन्ने भयो अनि त्यहाँबाट मोबाइल झिकेर भ्लग भिडियो बनाउनु लागेँ सो त्यही हो गाइज कस्तो देखिया छ क्यामेरा क्वालिटीमा कालै मान्छे कालै देखिया होला हुन त त्यही पनि पछाडिको ब्याकग्राउन्ड चाहिँ राम्रो आउनु पऱ्यो कि त्यही हो यहाँ मोबाइलको फेरि हो हेलो बाबु हेलो हेलो भात खायो माम खायो कति बेला के खायो सुट्टा खायो के अरे सुट्टा खायो हो के हो सुट्टा भने के हो चुप्पा खायो डन हो कि डन हो त हेर्न हाम्रो छोरा डन दाइ हाम्रो साउ त बौला छोड्नु न डन हो बाबु बुझिस् नि बाबु मलाई पिट्छ बाबु मलाई पिट्न लाउँछ बड्डाले बाबु कपाल त्यो बाबु कपाल तान त्यसो कपाल तान दादालाई उसले हान्यो होइन त्यो नजिक छ त्यसलाई हान्दियो च्याम्म हान्दै भात हान नि बाबु नडराउ कि केही हुन्न त काम गर्दैनस् मान्छेले भनेर फेरि हान काम गर भनेर हान मलाई हान्दैन नि मलाई हान्दैन बाबु ज्ञानी छन् मलाई हान्दैनन् बाबुले मलाई हान्दैनन् बाबुले ज्ञानी छन् क्या
जोलाई नि जगाइदिएछ जोलाई नि जगाइदिएछ कि मैले खोल्दैन है बाबु लगाइदिएछु मैले हो खोल्दैन बाबु मलाई हान्छ बाबु बाबु मलाई हान्छ हान्दैन हो नि मलाई नहाने है आइजाऊ यहाँ आइजाऊ 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 यहाँ आएर यस्तो गर क्या बाबुले हिँड्ने मारे खाने कि छोडिदिए बाबुलाई ऊ त्यहाँ घुमेर आउँछन् बाबु तिमीले पढ्छौ कि नै यति हो यसको डिक्की खुल्ने रहेछ कि नै ए ल खुल्यो त बा के रहेछ यसको पछाडि पाइपहरू के रहेछ यहाँ चाहिँ पुरै अलिअलि काम गर्छ यो गाडीले त्यस्तो खासै काम गर्दैन इन्जिनले काम गर्दैन त्यही अरू त सबै ढोकाहरू यताउति काम गरेर आएकै हुन्छन् बट त्यति हो कि इन्जिनले काम गर्दैन त्यति समस्या छ यहाँ चाहिँ यो यता आज एउटा दुईवटा तिनवटा गाडी छन् तँ पनि यता क्यारम बोर्ड खेल्ने दाइहरूको हुन् कि बनाउने गाडी मलाई देऊ न थोरै मलाई देऊ न एउटा मलाई देऊ एउटा खुवाइदेऊ मलाई नाम के हो तिम्रो नाम के हो के हो नाम के बाबु तिम्रो बाबा यहीँ जाऊ यहाँ आएर हेलो भन न यहाँ नभएको कि यहाँ आएर कि त्यहाँ पारि नभएको हेलो भन सानो मान्छे के भयो ओहो उठ बाबुलाई हान्देलाई एक बक्सिङ हान्दैन मलाई नि हान्दैन मलाई नि यहाँ हान्दैन मलाई हान्दे के नानी मलाई नानी बाबु है नानी हान्दैन यहाँ तँलाई हान्यो लात्तिले हान्दे ल हान्दे कि लात्ति ल फेरि हान्दे ल भयो मलाई तिमीले हाने म बोल्दैन भयो नबोल न अब मसँग नबोल अब तिमी भयो होइन क्यारम बोर्ड खेल्दै गर्दा म जोगी भएर चाहिँ मैले यहाँ साला मलाई मैदा भएर लगाइदिएँ कि केटाहरूले ठिकै छ भनेको छ अब अरू गेम चाहिँ मैले खान्छु कि यहाँ ल्याएर स्टायर खोइ कस्तो भए पुरै केटाहरूले पिठो यता लगाइदिएर सारा ठिकै छ केही भएन खोइ स्टायर ल